पोखरी भन्दा माछा कहिले पनि ठुलो हुँदैन माछा ठुलो हुनुको लागि पोखरी ठुलो हुनै पर्छ त्यसकारण आई डोन्ट माइन्ड वेयर आर यु गोइङ माइ नो द्याट्स योर चोइस माइ फ्रेन्ड किनभने धानको बिउ जहाँ रोपिन्छ त्यहाँ फलाइँदैन बिउ एउटा ठाउँमा उमारिन्छ रोप्दाखेरि अन्तै गरेर रोपिन्छ रोपिनुस् जहाँ रोपिनु मन लाग्छ रोपिनुस् तर जुन माटोमा रोपिनु भएको त्यो माटोप्रतिको प्रेम चाहिँ कहिले नछोड्नु होला कसैले पैसा माग्यो भने दे कसैले पैसा माग्यो भने छ भने दे किन भन्दाखेरि आज छैन भोलि फेरि आउन सक्छ कसैले समय माग्यो भने पनि दे किन भन्दाखेरि उस्तै समय नआउला तर उस्तै समय आउन सक्छ उस्तै समय आउन सक्छ आज सोमबार हो उस्तै सोमबार नआउला तर सोमबार पक्का आउँछ नेपालमा घण्टाको $10 को ग्यारेन्टी देऊ म एयरपोर्टमा रोकेर बस्छु युवालाई नजा भाइ नजा भनेर पहिला पोखरी त ठुलो बनाऊ व्हेल माछा आफै आउँछ हैन आफू एक्वेरियम बनाएर बस्ने अनि हैन हामी व्हेल हुनुपर्छ अब यहाँको मान्छेले अस्ट्रेलियामा भविष्य देख्छ जान्छ त त्यहाँ अब ठाउँमा दम राख न यतिको अटेरी नेपाली जनतै हुन्छ आज साथी किन छुट्दै जान्छ मान्छेले हुन्छ नि साथी छुट्दै जान्छ किन भन्दाखेरि एउटा प्रगति गरेको साथीले आफ्नो प्रगतिको दम्भ अननेसेसरी जब अर्को साथीलाई थोपर्न थाल्छ नि त्यसपछि उसलाई त्यो चिज सहन हुन सक्दैन उसलाई लाग्छ कि यार हिजो त त्यो यस्तै थियो मलाई साँच्चीकै त्यही हिजोको साथी मनपर्छ नि त होइन सङ्गत भनेको यो चेस खेलेको जस्तै हो क्या तिमीहरू म एउटा चेस खेलिरहेको थियौँ तिमीले एउटा चाल छोड्यौ मैले एउटा चाल छोडेँ हामी खेलिरहेको थियौँ अनि जीवनको एउटा यात्रामा तिमी जुरुक्क उठेर अन्त गयौ म पनि फेरि अन्त गएँ तर चेसका गोटीहरू जस्ताको त्यस्तै थिएँ क्या अनि हामी फेरि आयौँ जहाँ तिमीले चल्न सुरु गरेका थियौ छोडेर गएको थियौ त्यहीँबाट तिमीले सुरु गर्यौ मैले जहाँ छोडेको थिएँ त्यहीँबाट सुरु गरेँ सम्बन्ध मिठास हुन्छ नि त अफकोर्स होइन सबै चिजहरू परिवर्तित भएको हेर्न मजा आउँछ तर सम्बन्ध परिवर्तित भएको हेर्न मजा आउँदैन नि मलाई यो गर्वमा उसले नबोकेर हिँड्या द्याट वाज हर चोइस 15 वर्ष 17 वर्षको एउटा केटीले म यो बच्चा पाउँदिनँ भन्न पाउँथ्यो के यार मलाई बोकेर हिँड्यो होइन उसले सिरियस खर्लाई उसको जीवन दाउमा राख्यो नि मलाई राम्रो पढाउनको निम्ति सङ्घर्ष गर्यो मलाई बाटो देखाउनको निम्ति झकझकाइरह्यो हरेक ठाउँमा डरायो अनि आज यसै केही राम्रो ठाउँमा बसाउँछु 2-4 ठाउँमा घुमाउँछु तिमीलाई 2-4 चिज दिन्छु भन्दैमा अनि मैले सबै चिज गरे हुन्छ त मैले हरेक जुनीमा दिदी हरेक जुनीमा मेरो आमा जुन स्वरूपमा जन्मिन् त्यही स्वरूपको बच्चा हुँ म होइन मेरो आमा रुख भएर जन्मियो भने त्यही रुख सानो रुख हुन पाऊँ मेरो आमा चरा भएर जन्मिनु भने बचेरा भएर जन्म पाऊँ मेरो आमा गाई बहिनी भने बाछो भएर जन्मिन पाऊँ तर मलाई यही गर्व चाहिन्छ मलाई संसारमा योभन्दा ठुलो के पनि छैन